यहाँ यो सोसल मिडियाभरि सबैको रुवाबासी छ, या केटा होस् या केटी होस् रुवाबासी नै छ। खोलिसक्नु छैन सोसल मिडिया, रुवाबासी चलेको छ। ए यार तिमीहरू कस्तो नबुझेको हो, तिमीहरू पढे लेखेका पनि छौ होइन, तिमीहरूको दिमाग पनि भगवान्ले दिएका छन् होइन, तर तिमीहरू बुझ्दैनौ। यति कुरा हो कि बुझ्नु चाहिँ पर्यो, मेन कुरो बुझ्नु पर्यो। कसैले माया दियो भने त्यो माया मलाई दियो, मैले सहेलेर राख्ने र मैले कसरी यो मायालाई निभाउने होइन। यो माया भनेको कस्तो माया हो भनेर गहिराइमा गएर सोचेर त्यो मायालाई निभाउने काम आफूमा भर पर्ने कुरा हो के, त्यो अरूमा भर पर्ने होइन। त्यो अरूबाट सुझाव सल्लाह लिएर त्यो माया यो माया यसले दियो म यो माया के गरौँ भन्ने होइन क्या, त्यो माया आफैले सुरक्षा गर्ने हो। अनि दुई चारजनाले एक दुईजनालाई माया गरे जस्तो गर्ने, अनि त्यहाँ पछाडि माया चाहिँ त्यो मान्छेलाई निभाउन नसक्ने भए चाहिँ त्यो माया गरेको अर्थ भएन। अनि त्यो माया गरे जस्तो गरेर अनि त्यो माया निभाउन सकिएन भने त्यसको जिन्दगी सक्यो, तस नस हुन्छ। आफ्नो पनि त सक्यो, अर्काको पनि सक्यो। त्यही भएर माया पाइसकेपछि मायालाई सहेलेर राख्ने काम आफूमा भर पर्ने कुरा हो, आफूले सहेल्ने कुरा हो। र सबैले बुझ्नुपर्छ कि मलाई त माया गरेर माया दियो भने मैले माया किन निभाउने नि, म सहेलेर राख्ने नि भन्ने धारणा हुनु पर्यो। अनि त्यसले चाहिँ माया दियो, 2-4 दिनको माया हो, अब म अर्को भेटाइहाल्छु भनेर हिँड्ने मान्छेले त्यो कहिल्यै त्यो सुध्रिने पनि छैन, त्यसको 7 पुस्तासम्म त्यस्तै ट्याक लागेर जानेछ। त्यही भएर माया गरिसकेपछि मायालाई निभाउन पनि सक्नु पर्यो। यदि माया गर्न आउँदैन, माया गर्न सकिन्न भने नगर्दा भयो क्या। त्यो अर्काको जिन्दगीमाथि खेलबाड गरेर केही पाइने पनि छैन होइन। यो सोसल मिडियाभरि भाइरल बनाएर पनि केही पाइने छैन। अहिले माया छ भनेर आफै विवादमा आउने कुरा हो। अहिले माया छ भनेर दिएर अनि भोलि त्यसलाई छोडेर फेरि अर्कोलाई माया दिएर माया गर्ने मान्छे पाइहाल्छ नि भनेर गएपछि होइन, त्यो त्यसको घर फ्यामिली शुद्धमा दाग लाग्छ, अनि त्यहाँ पछाडि देशमा दाग लाग्छ होइन। यी सोझा साझा अरू केटा या केटी अब जोसुकै हुन्, तिनीहरूमाथि पनि दाग लाग्छ। यसले त यस्तो गरेर हिँड्थ्यो भनेर बाहिर देशका मान्छेहरूले नराम्रो पनि भन्छन् होइन। त्यही भएर माया त पाइयो, त्यो मायालाई चाहिँ सुरक्षा गरेर राख्ने काम आफ्नै हो होइन, हाम्रै हो। तर हामीले त्यति सिक्न सकिएन भने कहिले पनि त्यो मान्छे माया गर्न सक्दैन पनि। त्यो 2 दिनको लागि आउने, एकतिर खेल्ने, अर्कोतिर जाने, फेरि जोडिने, फेरि अर्कोतिर खेल्ने, त्यस्तो मान्छेले भविष्यमा केही गर्न पनि सक्दैन। र गरे पनि त्यो त्यत्तिकै मट्टीमा जानेछ। त्यो लुटेर अरूबाट 2 दिन गरेर ल्याएर लुटेर केही फाइदा छैन। त्यो लुटेको माया त्यत्तिकै मट्टीमा जानेछ। त्यही भएर मायालाई सुरक्षित गरेर राखौँ र आफूमा भर पर्ने कुरा हो, आफैले सँगालेर राख्ने कुरा हो होइन। विवाद बनाएर सोसल मिडियाभरि भाइरल बनाएर यसलाई घोचेर त्यसलाई घोचेर केही फाइदा छैन, फाइदा केही छैन। कि फाइदा छ भने फाइदा छ भन्नु पर्यो। अनि बरु त्यो माया दिए जस्तो गर्ने मान्छे बरु मरेर जान्छ होइन, त्यो सकिन्छ, बरु गयो खलास। तर त्यो पछाडिको दिएको माया सहेलेर राख्न नसक्ने पनि त्यस्तै, दिने पनि त्यस्तै नै हुन्छ, दुइटै मर्ने नि हो। त्यो नालीमा बरु त्यो कचडा अलिक राम्रो हुन्छ होला, तर त्यो झुटो माया गर्ने मान्छे त्यो नालीभन्दा पनि तल हो क्या। र यति चाहिँ बुझ्नु पर्यो, माया भनेको के हो भनेर आफैले बुझ्ने कुरा हो। र गर्न सक्ने नसक्ने पनि आफैको कुरा हो होइन। त्यो अरूलाई माया गरेर जस्तो देखाएर अनि त्यहाँ पछाडि त्यसको चरित्रहीन गरेर केही फाइदा छैन। मैले बुझेको चाहिँ यति नै हो होइन। बुझ्नुपर्ने कुरा पनि यही नै हो, सत्यता यही नै हो। यहाँभन्दा उपाय केही छैन। माया छ भनेर देखाए जस्तो गर्ने, अनि त्यहाँ पछाडि लात हान्ने, यता गएर ब्याङबुङ हानिदिने, त्यो फाइदा छैन। त्यही भएर मायालाई सहेलेर राख्ने काम हाम्रो हो, हामी सहेलेर राखौँ। र सोसल मिडियाभरि भाइरल गरेर चरित्रहीन गरेर दुनियाँको नाक काट्ने काम चाहिँ नगरौँ।